आदरणीय सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू सबैमा हार्दिक अभिवादन, नमस्कार, लाल सलाम। नेशनल भोलिन्टियर फोर्स का संपूर्ण भोलिन्टियर युवाहरू, इस कार्यक्रममा उपस्थित हुनुभएका नेताजीहरू, उम्मेदवारजीहरू, संपूर्ण दाजुभाइ दिदीबहिनीहरू, आज कोशी प्रदेश स्तरीय नेशनल भोलिन्टियर फोर्स को कमिटी गठन भएको छ। नवगठित कमिटीलाई म हार्दिक बधाई भन्न चाहन्छु र कार्य सफलताको लागि धेरै धेरै शुभकामना भन्न चाहन्छु। नेशनल भोलिन्टियर फोर्स एउटा संगठित, अनुशासित, देश र जनता प्रति, लोकतन्त्र प्रति प्रतिबद्ध फोर्स हो। यस संगठनले देशलाई माया गर्दछ, जनतालाई माया गर्दछ, शान्ति स्थापनाका लागि प्रयास गर्दछ र देशमा सुशासन र विकासका लागि लोकतान्त्रिक प्रणाली र त्यस अन्तर्गतका प्रयासहरूलाई अगाडि बढाउँछ। नेशनल भोलिन्टियर फोर्स नेकपा एमालेको एउटा जनवर्गीय संगठन हो र यसले पार्टीका नीतिहरू, पार्टीका कार्यक्रम, उद्देश्य तिनीहरूलाई साकार पार्नका लागि काम गर्दछ। नेकपा एमाले देशमा शान्ति चाहन्छ। नेकपा एमाले भन्छ देश पहिले, अरु कुरा भन्दा देश पहिले। त्यस कुरालाई, त्यस मूल मन्त्रलाई अगाडि राखेर भोलिन्टियर फोर्सले अनुशासित ढङ्गले काम गर्नेछ। यो चुनावका लागि गठन गरिएको फोर्स होइन, सधैँका लागि गठन गरिएको फोर्स हो। हामीले देख्यौं राज्य संयन्त्रमाथि मात्रै जनता भर पर्यो भने, राज्य संयन्त्रमाथि मात्रै देशभक्त शक्तिहरू भर पर्यो भने, राज्य संयन्त्रमाथि मात्रै लोकतान्त्रिक शक्तिहरू भर पर्यो भने, प्रगतिवादी शक्तिहरू भर पर्यो भने, देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरू राज्य संयन्त्रमा मात्रै भर परेर जनशक्ति को अर्थ बुझेनन् भने, अधिकारका लागि लड्नुपर्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन। अधिकार सुरक्षित हुन नसक्ने मात्रै होइन रहेछ, हाम्रा घरहरू जले, हाम्रा कार्यालयहरू जले, सर्वोच्च संस्था, जनप्रतिनिधिहरूको सर्वोच्च संस्था संसद, त्यसको कार्यालय जलाइयो। देशको शासन चलाउने सिंहदरबार जलाइयो। देशमा कानुनी राज स्थापना गर्न, कानुन अनुसार न्याय सम्पादन गर्ने न्यायालयको सर्वोच्च न्यायालय जलाइयो। अन्य संरचनाहरू, यतापट्टि कसैले पनि एउटा कुरा, एउटा नियम पालना गरौँ है, छेउको साथीलाई चुप लाग भन्दै नभनौँ। छेउको साथीलाई चुप लाग भन्न छोडौँ त। सबैले छोडियो होइन? हो, ठिक छ। छेउको साथीलाई चुप लाग नभन्ने, आफू नबोल्ने, छेउको साथीलाई चुप लाग नभन्ने है, ठिक छ। त्यसो भएको हुनाले
हाम्रा पार्टी कार्यालयहरू जले, हाम्रा जनप्रतिनिधि संस्थाहरू जले, नगरपालिकाहरू जले, गाउँपालिकाहरू जले, जनप्रतिनिधि संस्थाहरू जले, उद्योगपति व्यापारीहरूका उद्योगहरू जले, डिपार्टमेन्टल स्टोरहरू जले, रोजगारीका अफसरहरू जले, देश जल्यो, जल्दो रहेछ। एउटा मात्रै कारण हो, हामीले नेशनल युथ फोर्स बनाएका थिएनौं। अब नेशनल युथ फोर्स बनेको छ, अब कहीँ केही पनि चल्न पाउँदैन। अब हामी कसैलाई पनि सिंहदरबार जलाउने अनुमति दिने छैनौं, छुट दिने छैनौं। सर्वोच्च अदालत जलाउन दिइने छैन, प्रहरी कार्यालयहरू जलाउन दिइने छैन, प्रहरीलाई हतियार खोज्न दिइने छैन। प्रहरीका हतियार खोज्ने, प्रहरीमाथि आक्रमण गर्ने, प्रहरीलाई कुटपिट गर्ने त्यस्ता आतंककारी अपराधीहरूलाई नेशनल युथ फोर्सले, भोलिन्टियर फोर्सले नियन्त्रण गर्नेछ। त्यसका लागि यो नेशनल भोलिन्टियर फोर्सको गठन भएको। अब आज कोशी अञ्चलभरिको शान्ति सुव्यवस्थामा प्रहरीलाई सहयोग गर्नका लागि, सरकारलाई सहयोग गर्नका लागि, शान्ति सुव्यवस्था स्थापना गर्ने कुरामा रखवारी गर्नका लागि हामीले नेशनल भोलिन्टियर्स फोर्स बनाएका छौं। यो कुनै देखाउनका लागि मात्रै बनाइएको होइन, उपद्रव हुन नदिन, यस देशमा आतंक फैलिन नदिन, त्यसका लागि बनाइएको। तसर्थ अनेक प्रकारका प्रयासहरू यहाँ चलिरहेका छन्। सांप्रदायिक विद्वेष भड्काउने अस्तिका दिन मात्रै हामीले गौरमा देख्यौं, रौतहट जिल्लामा देख्यौं। अनेक ठाउँमा फैलाउन खोज्ने, भनेको आस्थाको प्रतीक हो, झण्डा जलाइदिने, आवेश उत्तेजनाको वातावरण सिर्जना गर्न खोज्ने त्यस्ता तत्त्वहरू सक्रिय छ। त्यस स्थितिलाई रोक्नका लागि अब युथ फोर्स, युथ भोलिन्टियर फोर्स, भोलिन्टियर फोर्स भनेकै युथहरूको हुन्छ र यो राष्ट्रका लागि समर्पित फोर्स हो। देशव्यापी रूपमा गठन भएको फोर्स हो। देशका कुना कुनासम्मको शान्ति सुरक्षामा खास गरी यसले प्रहरीलाई सहयोग गर्ने काम गर्दछ। प्रहरीमाथि हमला हुन नदिने, प्रहरीका कार्यालय जलाउन नदिने, प्रहरीका वर्दी खोज्न नदिने, प्रहरीमाथि आक्रमण गर्न नदिने त्यस्ता काम गर्दछ। प्रहरी अब एक्लै छैन, प्रहरीका साथमा नेशनल भोलिन्टियर फोर्स छ। अहिले चुनाव आउँदैछ, चुनावका लागि म नेशनल भोलिन्टियर फोर्सलाई भन्न चाहन्छु, तपाईहरुले चुनावमा नेकपा एमाले चुनाव शान्तिपूर्ण ढंगले गर्न चाहन्छ। स्वतन्त्र निष्पक्ष धाँधली रहित वातावरणमा मतदाताले स्वतन्त्र ढंगले मत खसाउन पाउनु पर्दछ, मतदान केन्द्रमा पुग्न पाउनु पर्दछ, स्वतन्त्र ढंगले भोट खसाउन पाउनु पर्दछ, कुनै प्रकारको व्यवधान हुनु हुँदैन। त्यस कुरामा नेकपा एमाले सदैव अडिग रहँदै आएको छ, अहिले पनि अडिग छ, फेरि पनि अडिग रहनेछ। कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ। बुथ कब्जा गर्ने कसैले छुट पाउनेवाला छैन, कसैले बुथ कब्जा गर्न सक्नेवाला पनि छैन। अर्को कुरा, खास गरी भोलिन्टियर फोर्सको काम भनेको शान्ति सुव्यवस्था
कायम राख्नु। यो खाली पानी बाँड्ने मात्रै भोलिन्टियर फोर्स होइन, यो शान्ति सुव्यवस्था कायम गर्न एउटा भरपर्दो जनशक्तिको रूपमा, यो जनताको सक्रियताको संगठित शक्ति हो, त्यस रूपमा यो काम गर्नेछ। यो चेन अफ कमान्ड अन्तर्गत चल्दछ। यो अत्यन्तै अनुशासनमा बसेर काम गर्दछ। यसले जनतासँगको सम्बन्धलाई अत्यन्तै सुमधुर बनाउँछ। यसको बोलीचाली नरम हुन्छ, मिठो हुन्छ। यसका तर्कहरू सत्य, न्याय र शान्तिको पक्षमा हुनेछ। यसले काम सत्य, न्याय र शान्तिको पक्षमा गर्नेछ। तर ती चिजहरूलाई हरण गर्न खोज्यो भने यस फोर्सले त्यो कुरा गर्न पाइँदैन भन्ने कुरा जुनसुकै मूल्य तिरेर भए पनि बताउनेछ। अहिले चुनावको बेला, चुनाव अगाडि आउँदैछ हाम्रो अगाडि। अब 10औं दिनका दिन चुनाव छ। यति बेला म देशभरिको हाम्रो पार्टीलाई, नेकपा एमालेलाई भन्न चाहन्छु, गाउँ गाउँमा, टोल टोलमा सुरक्षा समितिहरू बनाउनुहोस्। टोल टोलमा सुरक्षा समिति र नेशनल भोलिन्टियर फोर्स बनाउनका लागि नेशनल भोलिन्टियर फोर्सका युवाहरूलाई पार्टीले सहयोग पुर्याउनुहोस्। अर्को, यो स्थानीय पार्टीले धेरै हस्तक्षेप गरेर चलाउन खोज्ने होइन, आफ्नै ढङ्गले जनसङ्गठनलाई अलिक चल्न दिनुपर्दछ। तर भोलिन्टियर फोर्सले स्थानीय पार्टीका निर्णयहरू, निर्देशनहरू तिनीहरूसँग पनि टक्कर आएर काम गर्दैन। पार्टीका नीति निर्देशनहरूलाई कार्यान्वयन गर्ने काम गर्दछ। यसको र भोलिन्टियर फोर्सको र माउ संगठन पार्टीको बीचमा सुमधुर सम्बन्ध कायम गरेर अगाडि बढ्दछ। टोल सुरक्षा समितिहरू आफ्नै ढङ्गले, उनको कार्यक्षेत्र टोल हो, टोल टोलमा सुरक्षा दिने हो। त्यसो भएर टोल टोलमा सुरक्षा समिति बनाउनुहोस् र सुरक्षा दिनुहोस्। चुनावका लागि म सबै पार्टी कमिटीहरूलाई भन्न चाहन्छु, चुनावका लागि बुथमा, हरेक बुथमा कम से कम भोलिन्टियर 30 जना भोलिन्टियर, कम्तीमा एउटा बुथमा, कम्तीमा 30 जना भोलिन्टियर एउटा बुथमा निर्माण गर्नुहोस् र त्यस कुरालाई ध्यानमा राखेर अगाडि बढ्नुहोस्। तपाईहरुलाई काममा सफलता मिलोस्। फेरि पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। अब आज मैले धेरै कुरा त भन्नुपर्ने छैन, किनभने तपाईहरुले मेरा कुरा सुनि पनि रहनु भएको छ, सुनि पनि सक्नु पनि भएको छ धेरैपल्ट, धेरै समयदेखि। र आजको समय मैले दिएका अन्तर्वार्ता, मैले गरेका टिप्पणीहरू, मैले विभिन्न ठाउँमा बोलेका कुरा ती सार्वजनिक हुने भएको हुनाले देशभरि पुगेका हुन्छन्। तपाईहरुले पनि सुन्नु भएको छ। आजकै कार्यक्रममा पनि नेकपा एमालेले गरेको विकास, मेरो नेतृत्वमा नेकपा एमालेले गरेको विकास र मेरो नेतृत्वमा नेपाल सरकारले गरेको विकास, त्यस बारेमा राजा राजेन्द्रले काफी प्रकाश पनि पारिसक्नु भएको छ। वास्तवमा नेकपा एमाले मात्रै यस्तो पार्टी हो मेरो समुदायको लागि, मेरो वर्गको लागि एमालेले के गर्यो भन्दा जवाफ दिन सक्ने, यस ठाउँको लागि एमालेले के गर्यो भन्दा जवाफ दिन सक्ने
पार्टी नेकपा एमाले एक्लै हो। देशको कुनै कुनामा जानुहोस्, कुनै कुनामा गएर नेकपा एमालेले यस ठाउँका लागि के गर्यो भनेर कसैले सोध्छ भने एमालेले जवाफ दिन सक्छ। एमालेले के गर्यो भनेर, कस्तो विकास गर्यो, के गर्यो भनेर हामीले यहाँ कुरा गर्दा महाकालीको उदाहरण दिनु पर्दैन। यहाँ कुरा गर्दा दार्चुला र ताप्लेजुङको उदाहरण दिनु पर्दैन। ताप्लेजुङमा कुरा गर्दा दार्चुलाको कुरा गर्नु पर्दैन। दार्चुलामा कुरा गर्दा ताप्लेजुङ वा ओखलढुङ्गा वा सोलुको कुरा गर्नु पर्दैन। हुम्लामा कुरा गर्दा तराईको कुरा गर्नु पर्दैन। त्यही ठाउँमा जहाँ कुरा गरिएको छ त्यही ठाउँमा उभिएका ठाउँबाट वरिपरि हेर्यो भने एमालेले गरेको विकास देखिन्छ। जहाँ उभिएको छ देशको त्यो ठाउँबाट वरिपरि हेर्दा एमालेले गरेको विकास देखिन्छ। एमाले त्यस्तो विकास प्रेमी र विकास हाँक्ने पार्टी हो भन्ने सबैलाई थाहा छ। यसले सुनौला हजार दिनदेखि जन्मिनभन्दा पहिले गर्भमा हुँदादेखि अन्तिम संस्कारसम्मका कुन चाहिँ अवधिमा मानव जातिको लागि के काम गरेको छैन, कसका लागि के काम गरेको छैन। किसानका लागि, मजदुरका लागि, अथवा शिक्षकहरूका लागि, कर्मचारीहरूका लागि, प्रहरीका लागि, शस्त्र प्रहरीका लागि, सेनाका लागि, अथवा व्यापारी व्यवसायीहरूका लागि, उद्यमीहरूका लागि, यातायात व्यवसायीका लागि, निर्माण व्यवसायीका लागि या अरूका लागि कसका लागि नेकपा एमालेले काम गरेको छैन। बालबालिका लागि, किशोर किशोरीका लागि, युवाहरूका लागि, अधवैश्यहरूका लागि, जागिर खाने उमेरका युवाहरूका लागि, पढ्ने उमेरका युवा र बालबालिकाहरूका लागि, अथवा ज्येष्ठ नागरिक भएपछिका लागि। हामीले ज्येष्ठ नागरिक भत्ता मात्रै होइन, अपाङ्गता भएका अशक्त व्यक्तिहरूका लागि, अनाथ भएका टुरा टुरीहरू जसको कोही अभिभावक छैन तिनका लागि सरकार नै अभिभावक हुनुपर्छ भनेर हामीले काम गरेका छौँ। तैपनि एमालेका बारेमा प्रश्न उठाउनु भनेको कि त बुझ्दै नबुझ्नेले प्रश्न उठाउँछ कि त अरू नै कुराबाट प्रभावित भएर प्रश्न उठाउँछ। नेकपा एमालेको सन्दर्भमा प्रश्न उठाउने ठाउँ छैन। अर्को, नेकपा एमाले बाहेक अरू कसैले आत्मविश्वासका साथ हामीले देशका लागि काम गरेका छौं भनेर अरू कसैले भन्न सक्छ? सिङ्गो तराई मधेसको तल्लो बेल्ट एकदम पछाडि परेको थियो, त्यसलाई हुलाकी राजमार्ग र त्योसँग अरू राजमार्गहरू जोडिएर आधुनिक बनाइएको छ। त्यहाँ खानेपानीको व्यवस्था, बिजुलीको व्यवस्था, सबै चिज पुर्याइएको छ। कुनै कुनै ठाउँमा भने जस्तो नभएको होला, कुनै कुनै ठाउँमा मूल बाटोसँग जोड्ने सहायक बाटो ग्राभेल मात्रै भएको होला, पक्की नभएको होला। एकैचोटि भइसक्दैन, गर्न पर्दछ। कतिपयले मलाई सोध्ने गर्छ, तपाईले धेरै काम गर्नुभएको छ, यति धेरै विकास गर्नुभएको छ, अब फेरि तपाईँ किन उम्मेदवार हुनु पर्यो भनेर। काम धेरै भएको छ तर अझै गर्न बाँकी छ। ती कामहरू अगाडि बढाउनु छ, अधुरा कामहरू पूरा गर्नुपर्ने छ। त्यसकारण यदि यही दमकले हेरोस्, रतुवामा एउटा पुल थियो, माओमा एउटा पुल थियो, राजमार्गमा आउनु पर्थ्यो कालो पत्र हेर्नलाई, अहिले घर अगाडि कालो पत्र छ, घर अगाडि कालो पत्र छ, बिजुलीका खम्बाहरू छन्, ट्रान्सफर्मर छ,
घर घरमा बिजुली छ। अनि कालो पत्रको छेउमा उभिएर अहिलेसम्म के भयो भनेर, कालो पत्रको छेउमा उभिएर जसको आँगनमा कालो पत्र पुगेको छ उसले भनेको सुनिन्छ अहिलेसम्म के भयो भनेर। जसको घर झिलिमिली भएको छ। म यस ठाउँमा आउँदा बिजुली थिएन। दमकमा पेट्रोम्याक्स बालेर कार्यक्रम गरिएको थियो। टुके बाल्नु पर्थ्यो, लालटिन बाल्नु पर्थ्यो। आज घर झलमल्ल छ। बिजुली कथम कदाचित गइसक्यो भने, एकछिन बिजुली गयो भने पनि मान्छेले ट्रान्सफर्मर चलाउन जाने छ। हिजो चापाकल दाबेर आर्सेनिक भएको, आइरन भएको रातो पानी खानु पर्थ्यो। आज पानी ट्याङ्कीहरू छ्यास्छ्यास्ती छन्। एउटा घरमा टोयलेटमा मात्रै नुहाउने धारा, हात धुने धारा, टोयलेटको धारा, चिसो पानीको धारा, तातो पानी आउने धारा, कतिवटा धारा टोयलेटमा मात्रै छ। के भयो भनेर फेरि पनि भन्दैछ मान्छे अहिलेसम्म के भयो भनेर। घर छेउको फुसको स्कुल दरबार जस्तो बिल्डिङ बनेको छ, तै पनि भन्दैछ। यसको अर्थ सबै काम सकियो होइन, केही काम गर्न बाँकी छ, ती काम गरिनेछ। हामीले दशरथ रङ्गशाला, पुरानो रङ्गशाला भन्छौँ। दशरथ रङ्गशाला भुइँचालोले भत्किएर ध्वस्त भएको थियो, हामीले बनाएको। पोखरा रङ्गशाला, पोखरामा रङ्गशालै थिएन, हामीले बनाएका हौँ। सुर्खेतमा रङ्गशाला थिएन, हामीले बनाएका हौँ। जनकपुरमा रङ्गशाला हामी बनाउँदैछौँ। क्रिकेट रङ्गशाला यो त व्यापक चर्चितै छ। 300 दिनमा रङ्गशाला हुन सक्छ भनेर 300 भन्दा थोरै दिनमा भयो, तर विभिन्न उल्झनले गर्दा काम थाल्न नै 5-6 महिना ढिलो गरिदिए, तर 300 दिनभन्दा छिटो रङ्गशाला तयार भयो। तसर्थ हामी विकास गर्ने। शिक्षा क्षेत्रमा आज कहाँबाट कहाँ पुगेको छ। 42 वर्ष सरदर आयु थियो, आज 72 वर्ष सरदर आयु पुगेको छ मानिसको। साक्षरता प्रतिशत 52 थिएन, आज 97% पुग्न लागेको छ। यो प्रगति। दमकमा कति हस्पिटल थिए, अहिले आमदा भयो, अर्को भयो, ठुला ठुला हस्पिटल बनेका छन्। आमदा जापानले बनाइदिएको भन्नु होला, हामीले पनि त्यहाँ बिल्डिङ बनाइदिएका छौँ, अहिले पनि भन्दैछ। क्याम्पस, बहुमुखी क्याम्पसमा कति विशाल भवन बन्दैछ। अब मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन्, भूमिगत गिरोह पनि थर्कमान हुन्छ। त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ। काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउनुपर्छ, अनि फेरि म सरकारको नेतृत्वमा फर्किन्छु, फेरि काम अगाडि बढ्छ। मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश। म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ। मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यहीँ बस्छ। यही हुने गरेको छ। त्यसकारण म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले, तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ, तर त्यो बच्चा भइहाल्ने त होइन नि त। उसले आफूलाई घोषणा गरिदिन्छ। यस्तै मान्छेहरूलाई लाग्यो ख्याल जस्तो लाग्यो मान्छेहरूलाई।